हामी पाल्पा जान लाग्छौँ र्यान्डम राइडमा जान लाग्छौँ अनि 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 पोखराबाट पाल्पा जाने हिजो जाने भनेको हिजो एकदम पानी पर्यो अब आज जाने अनि भोलि स्याङ्जा बस्ने अनि भोलि अनि त्यसपछि अनि त्यहाँबाट फर्केर आउने के चाहिँ गाइस लेटर आउटफिट चेक हाम्रो पनि जान लाग्यो जस्तो भयो कहाँ जाँदैछौँ हामी कहाँ जाँदैछौँ We are going Palpa. We are challenging weather. Weather ne challenge गर्ने हिँडिराखौँ हेर गाइस हैन के हुन्छ थाहा छैन ट्रिपल रोड जान लाग्यो हामी किन रोजाउ पौडेल खाजा घर पौडेललाई चिया पानी चिया खाने भए एकछिन 2 मिनेट आउँदैन तपाईँ खाँदै गर्नुहुन्छ ऊ आइसक्यो ऊ उत्रिहरू जाने हामीसँग बाटो अप्ठ्यारो छ भने हल्का सर्भिसिङ गर्ने भने बाइक दिएको बाइकको त सेन्टर बुसे भाँच्या रहेछ एकछिन लाग्छ भन्दा 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 त 10-11 बजेसम्म हामी त्यही हिँडेको मान्छे सिजन चोकमा बसेर परोटा चिया खाँदै हो 10 बज्न लागिसक्यो हे भगवान् 10 हुन लागिसक्यो अझै बाइक बन्दैछ 11 बजे बाइक बनेर भाँड्नु थाल्यौँ अब हामी कहाँ जान्छौँ 115 किलोमिटर टाढा वालिङ आवर लास्टै टाइमलाई ल अलमोस्ट 2 घन्टामा चाहिँ वालिङ आयो वालिङमा चाहिँ एभ्री हाउस के पिङ्क कलरको छ कि यो घर पिङ्क कलरको यो घर पिङ्क कलरको यो घर पिङ्क कलरको 2 दिनका छ त्यो घर पिङ्क कलरको यो घर पिङ्क कलरको यो घर पिङ्क कलरको त्यो घर पिङ्क कलरको त्यो पिङ्क कलरको सब पिङ्क कलरको छ कि यो पिङ्क कलरको कुले हान गप्पला ताखेल म त घोडी मान्छे और त बाउन्ड जस्तो अनि तपाई के हो छेत्री हो बाउन्ड छेत्री त उस्तै त हो नि 1 किलो मात्रै हो किलो हो त मिठो रहेछ है नट ब्याड पैसा पनि दिनु तपाईले म छैन मसँग दिस इज वालिङ स्याङ्जा के नरहेछ तर वालिङ चिकन मोमो रेस्टुरेन्ट मेरो फर्किन्छौँ होला पाल्पातिर पुगिनस् त ए ल मम्मी ल कहानीमा ट्विस्ट आयो स्याङ्जा यति धेरै टाढा रहेछ अब नेटमा सर्च गर्दा पाल्पा 3 घन्टामा थियो स्याङ्जा आउनै टाढा लाग्यो स्याङ्जा र वालिङ पनि कति डिस्टेन्समा रहेछ वालिङ आउँदै आउँदैन अनि हामी वालिङ पुग्दा त 3 बजिसकेको थियो अब वालिङबाट पाल्पा जानु र वालिङबाट पोखरा फर्केर अर्को कुनै डेस्टिनेसनमा जानु इक्वल थियो क्या स्याङ्जा के तपाईँ कहाँ जान लाउने अब कहाँ जाने तपाईँ म पोखराबाट अस्ताम जान्छु होला ए यहाँबाट पाल्पा जानु भन्दा त हामीलाई अस्ताम नजिक भयो होइन हामी स्याङ्जा चाहिँ पिसा फेर्न आकाशमा अब अस्ताम जाने हो अनि त्यस्तै त भयो के नि खाजा खाना चाउमिन मोमो खाना आएको स्याङ्जाको सुन्तल खाना खाँदै थिएँ के अरे काहीँ जाने टुङ्गो नभइकन हिँडेर यसरी हिँड्नु हुँदैन टुङ्गो गरेर चाहिँ हिँड्नुपर्छ हेर गाइस हामी आधी बाटोबाट फर्क्यौँ स्याङ्जाको एउटा दिन पिसा फेर आयो अब यहाँबाट कति हिँडेपछि चाहिँ त्यो स्ट्याचु आउँछ अरे भालुवाला तर हामी जाँदैनौँ हामीलाई अस्ताम जान छ भएन अहिलेको भन्नु कहिलेकाहीँ त भालु पारमा पनि आउँछ पहिरो धुलै यिनको त परेली पनि भएको छ खै परेली देखाऊ भालु छ अरे त्यहाँ तल हिँड्नुपर्छ चटपट खाइदेऊ भालु पार झरेर भालुको स्ट्याचुमा जानुपर्छ झोलुङ्गे पुल तरेर कुर्दै भयो 10:30 के अझै पनि आएन माया आउने बस कुन चोइस छ तपाईको भन्यौ म खाइछु म पनि कुर्दै भयो 10:30 के अझै पनि आएन माया आउने बस वाह
र छेउरो टुप्पोकै पनि नमिलाउने वाह लाग्दैन पनि अनि त्यहाँ केही मूर्ति छ र यति भ्यू पोइन्टको 10 रुपियाँ यति यहाँको 10 रुपियाँ लिगेन केही पनि छैन यहाँ भ्यू पनि अब आएन खासै त्यस्तो खत्रै भ्यू पनि छैन 10 रुपियाँ यतिकै लिन हाम्रो पहाड अब पोखरा पानी पर्यो अब खाँदाखेरि भने फेरि नेक्स्ट क्वेसन भयो फेरि के अरे अर्को अस्ताम पनि क्यान्सल भइसक्यो फेरि हाम्रो छोरे पाएर नआएर बस ए भगवान छोरे पाएर नआएर बसेछ हामी बिहान नै हिँडेको चाहिँ कस्तो रहेछ मुहारबिन्दुबाट भन्नुहोस् त अब कहाँ जाने हामी फाइनली हामी होस्टेल आयौँ होस्टेल ब्याक टु फ्रेस भएर बसेको खानु नपिउनु हजुर लखर लखर हिँड्यो जस्तो भयो कहीँ गएन ब्याक टु द होस्टेल नेक्स्ट टाइम पक्कै कतै पुगेर डेस्टिनेसनमा पुगेर म भिडियो हाल्छु टिल देन बाई स्टे सेफ मजाले घुम्नु इन्जोय गर्नु लाइफ